तलाई नै भोट दिन्छु, मलाई नेपालमै पाल्न सक्छस्? बिगामा जमिन बाजा छन् मेरा गाउँमा, अन्न सम्हाल्न सक्छस्? दैलोमा आएर लोभ देखाउँछस्, मासुमा भोट किन्न खोज्छस्? मेरा बा त विदेशमै बुढा भए, अब मेरो जवानी छिन्न खोज्छस्? मेरै छिमेकी अस्ति बाकसमा फर्कियो, यति पनि लाज राख्या छस्? अझ उसकै घरमा लुखुर लुखुर भोट माग्न जान्छस्? आश राख्या छस् देश बनाउनै खोज्या होस्, मौका पाथिस् त किन बनाइनस्? खेलाडीलाई त पटक पटक जेलमा कोच्छस्, त्यति हिम्मत भए अपराधी किन समाइनस्? तलाई भोट किन दिउ, के गरिस् जनताको लागि? निर्मलाका हत्यारालाई खुला छोडिस्, विपिनको त घटनै भुलेका छैनौ, अझै विदेशमा कोटिएका ती जनतालाई फर्काउन सक्छस्? के भो सक्दैनस्? ल त आफै भन, तलाई भोट किन दिउ? बलात्कारी पाल्न या अपराधी पाल्न, या त आफ्ना अपराधलाई लुकाउन चुनावमा लड्दैछस्? तलाई भोट किन दिउ त आफैलाई सम्हाल्न? तिमी यतिका वर्ष त शासनमा बसेर कुर्ची खोसिने डरले घर घर पसेका छौ, बिचरा त भविष्य नै खोसिने डरले सडक पसेको थियो, जसको एकैछिन कुरा सुन्न तिमीले चाहेनौ पनि। के दोष थियो त निर्दोष विद्यार्थीहरूको, जसलाई गोली हान्न तिमी हिचकिचाएनौ पनि? तिमीलाई पो जनताको शरीर सस्तो भयो होला? सोच त, गोली लाग्यो अरे छोरालाई भन्ने खबर आमालाई कस्तो भयो होला? मेरै छोरालाई भन्दैछौ अरे आतंककारी, अरे कसरी पो तिर्छौ यत्रो अर्बो ऋणको भारी? तिम्रो लागि पो देश जलेको होला, इतिहास ढलेको होला। मेरो त घरको खम्बा जलेको छ, मेरो वंश ढलेको छ, मेरो कोख होइन वंश रित्तायो तिमीले। सँगै पढेको साथीको लासलाई काँधमा राखेर डोडन कति साहस चाहिन्छ थाहा छैन तिमीलाई? कि त अझै गल्ती गरे भन्ने आभास भएको छैन तिमीलाई? मेरो भोट बालेनका लागि। अनेक थरी भाषा, वेशभूषा, संस्कृति, समाज र देश नै बिर्सी पर्दैछेको युवालाई कसैले किन छाडिस् तैले घर भन्ने प्रश्न गर्दा विश्वास धरणी विलीन गगन स्मृतिमा बस्न छाडेर जानन् प्रियभूमि मातृधर। समस्या सदा हृदयभर, के गर्न मैले फर्केर घर भन्ने युवाले आज देश भन्ने आशमा बालेन पाएको छ। छोराछोरी आँखा अगाडि देखेर नै अन्तिम सास फेरि बिदा लिने एक बुढी आमाले आश राखेको छ। मुटुमा पत्थर राखी छोरा विदेश पठाई स्वस्थ जीवनको कामना गर्ने बाबुआमाले आज छोरा फर्किआई स्वदेशमा केही गर्छ भनी घन्टीमा विश्वास राखेको छ। नौ डाँडा पारीको नौ थरीको भाषा बोल्ने चुहिएको छानाभित्र घुटनले शरीर नै त्याग्न बाध्य हुने बैरीले आज सास फेर्ने प्रक्रिया र जिउने आधार बालेन पाएको छ। घाँस बाँस कपासका लागि भौतारिने नेपालीले आज नयाँ जीवनको आशमा बालेन पाएको छ। जति जोगी आए पनि कानै चिरेका भनी भोट नहाली बसेका बुढा बाबामाले यो पालि नयाँ देश, नयाँ विश्वास र छोराछोरीले स्वतन्त्र बाँच्न पाउँछ भनी यो पालि घन्टीमा भोट हाल्ने बाचा गरेको छ। देश बन्छ भनी आश राख्दै यो देश प्रेमीले बालेनमा विश्वास राखेको छ। त्यसैले मेरो भोट बालेनका लागि। मेरो भोट बालेनका लागि। वीरहरूको बलिदान व्यर्थ बगिरहेको देखेर बौलाएका नागरिकहरू उपचारको सट्टा मृत्यु पर्खिरहेछन्। स्वस्थ राष्ट्रियता र स्वच्छ राजनेता मैले महसुस गरेको छैन। मेरो देशले पनि शिशिर पछिको वसन्त कहिले महसुस गरेको छैन। सवारीको कर, पार्किङको डर, प्रहरीको आतंक यस्तो मानव जेल नै हो दोस्रो घर। कतै सडक अधुरो, कतै सडक साँघुरो। जाममा परेर कसैले जागिर गुमायो, जाममै परेर एम्बुलेन्समा कसैले ज्यान गुमायो। मन्त्री आउँदा ट्राफिक प्रहरीले पनि उतै ध्यान गुमायो। कर्तव्य, निष्ठा, स्वाभिमान आधा बिर्स्यो। आखिर देशभक्तले पनि आफ्नो मर्यादा बिर्स्यो। सरकारको लापरवाहीले मृत्युदर माथि चढेको छ। आत्महत्याको संख्या पनि उस्तै बढेको छ। उसले नेपालमा जन्मिनुको खास अर्थ पाएको छैन, जसले मन्त्रीकै हिफाजतमा लागेको चोटको खर्च पाएको छैन। मनी भन्दै मानवता मारिदिएपछि, लोभ लालच देखाई स्तर झारिदिएपछि, केवल 200 रुपियाँ दिँदैमा कसले बचाउँछ ज्यान? यहाँ लास उठाउनेलाई साउले रकम 1000 दिएपछि, अन्याय गरेर भन्दा न्याय नदिएर बढी श्राप कोर्टले पाउँछ। मेरो देशमा पुस्तक भन्दा बढी मान्यता पासपोर्टले पाउँछ। डिग्री सकेको मान्छे खाडीमा पुग्छ, डिग्रेड ल्याउने मन्त्रीको गाडीमा पुग्छ। टपर आर्थिक अवस्था कमजोर भएर कतार पुगेको छ। टुवापर सांसदको छोरो रहेछ, सिंहदरबार पुगेको छ। अनि जनता, नालायक मन्त्रीका नालायक चम्चाहरू पार्टी भन्दै विपक्षीको ज्यान लिन्छन्। एउटा चेलीको लागि न्याय माग्दा अर्को चेलीको परान लिन्छन्। युवा ऊ आफ्नो लैङ्गिक शक्ति देखाउन खुब आत्तेको छ।
उमेरले 20 पुगेको छैन, वैशाले बेहोस मात्तेको छ। चोकमा बसेर जिस्कायो, ओइ मैया यता हेर, कि नम्बर दे कि फर्केर हाँसिदे। र त्यही मान्छेले स्टाटस लेख्छ, बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे। सुरक्षामा खर्च गर्न देशसँग पैसा बचेको छैन, अनि बलात्कार नभएको आज कुनै पेसा बचेको छैन। शिक्षकले विद्यार्थीलाई, डाक्टरले बिरामीलाई, दाइले बहिनीलाई, ड्राइभरले प्यासेन्जरलाई, बोसले कर्मचारीलाई। नारी पुज्ने देशमै नारी हाँसेकी छैन। यहाँ बाउकै पन्जाबाट त छोरी बाँचेकी छैन। नैतिकताको कुरा गर्दा दायाँ बायाँ केही नसोची सबैको माझ मागेको छ। नैतिकता गुण बिर्सेको छ। छोराले बाउसँग पनि पैसाको ब्याज मागेको छ। नारी पनि आफ्नो कर्तव्यबाट कति भागेकी छिन्। श्रीमान खाडीबाट फर्कदा पिआरवालासँग श्रीमती भागेकी छिन्। सुदूरपश्चिमको सुन्दरता देखिन्छ, गरिबी देखिँदैन। शुक्लाफाट देखिन्छ, खप्तडताल देखिन्छ, तर जनताको रुवाबास देखिँदैन, बैराग हाल देखिँदैन। खेती गर्न खेतीयोग्य माटो पुगेको छैन। खरिद गरौँ पैसो छैन, चामल र आँटो पुगेको छैन। काम गरौँ काम छैन। मधेस जाउँ कसरी जाउँ? यहाँ अस्पतालसम्म बिरामी लैजान त बाटो पुगेको छैन। मुगुको राराको तस्बिर सबैले खिच्छन्, तर राराको किनार आहार खोज्दै गरेको तकदिर बुटेको बच्चाको तस्बिर कसैले खिच्दैन। यस्तै यस्तै वीरहरूको बलिदान व्यर्थ बगिरहेको देखेर बौलाएको नागरिक म मृत्यु पर्खिरहँदा उपचार स्वरूप आज बालेनलाई देखेको छु। स्वस्थ राष्ट्रियताका साथ सोच्छ मान्छेले केही खास गर्न पाओस्। अब शिशिर पछिको बसन्त नेपालले आवाज गर्न पाओस्। बाटोमा असरल्ल छिरिलिएका दिन दुखी प्रतिको ममताका लागि, धुलो धुवा सरकारको यातनाबाट आत्तिएका जनताका लागि, सन्दुकरीत र महावीर पुनले चाहे जस्तै मित्रका लागि, स्वाभिमान बिर्सेर धरापमा परेका चरित्रका लागि, काठमाडौँको गल्लीमै हराएको आफ्नोपनको लागि, तिनै गल्लीमा थुप्रिएका फोहोर व्यवस्थापनका लागि, आफ्नो मुनिबाट बाटो काट्दा दुर्घटनामा परेको दृश्य हेरेर चितनशील मान्छे पर्खिरहेको आकाशे पुलको लागि, पार्टीगत र्याली निकालेर सर्वसाधारण जनतालाई शास्ति दिलाउने बेवकुफ हुलको लागि, पुर्खाले लगाएको अपरम्पार ऋणका लागि, कुचेर थुकेर छाडेको नेपाली जमिनका लागि, हो उसका लागि अनि यसका लागि, मेरो मातृभूमि मेरो देशका लागि, बेवारिसे छाडिएका भौतिक सम्पदाका लागि, आजका लागि अनि सदाका लागि, मेरो भोट यसपालि बालेनका लागि।